यता छु यता छु यता छु तर थोरै पुष्प लिएर यसो कन्काई भगवतीको ध्यान गरौँ है। परमात्मने गोविन्दाय नमो नमः। कागजमा अर्पण गरिदिने अनि शङ्कर कृपालु भोले हर हर शङ्कर शिव सर। तिमी घुँडा मारेर हुन्छ सर्वगत शिव शशिनिव श्रीशङ्कर थोरै पुष्प लिएर यसो कन्काई भगवतीको ध्यान गरौँ है। देवाय हरै परमात्मने प्रणतक्लेशनाशाय गोविन्दाय नमो नमः। कागजमा अर्पण गरिदिने अनि राम्रो वरणको काम थोरै बाँकी ल समाधान्य भक्त सदन। आज हाम्रो भगवत महापुराण यानी कि भारद्वाज गोत्रीय सम्पूर्ण पितृहरूको उद्धारको कामना गर्दै हामी शङ्कर भजामि भोले नमामि शङ्कर कृपालु भोले हर हर शङ्कर शिव सर। अरु कोही बाँकी हुनुहुन्छ? ढोग्नेको लाइन छ यताबाट ढोग्नु न आएर फुरुको यताबाट Baba
भक्ति ज्ञान विरागाप्तो विवेको वर्धते महान् माया मोह निराशस्य वैष्णवैः क्रियते कथम् इह घोरे कलौ प्रायो जीवस्यासुर्वाचम् प्रीतिः चेशो न कचित्ते ह्यतो भस्मि विचार्य च सर्वसिद्धान्त निष्पन्नं संसाराध्यायी कथा कोटि सूर्य लय करता शांत सुंदर त्याचा शांति को क्षेत्र मेरो राष्ट्र मनोहर प्राणवंदा माया नेपाल को लागछ नेपाली इतिहास को माया नेपाल को लागछ नेपाली इतिहास को सर्वगत शिव शशिनिभ श्री शंकर पातु मां हरि नित्य निरंजन निर्मल कारण अविनाशी प्रभु कारण अविनाशी जय जय राम राम हरे 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 कृष्ण पार्वती पतये हर 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 महादेव शान्त भएर बस्नु मारेर दियो चलाउनु कार्यक्रम गर्नु भनेको मृत्युलाई निप्ट्याउनु हो। अलिकति त्यो देखावटी शैलीमा मात्रै गएका हौँ, अरू केही होइन। यति चाहिँ हामीमा प्रश्न छ है। फेरि देखावटी शैलीमा, किनकि पल्ला घरमा निभाएर सुरु गरे नि त, त्यति मात्रै भएको हो। देखावटी शैलीमा हामीले जानु भएन। विधान र पद्धतिलाई मिच्ने कोसिस गर्नु भनेको चाहिँ सज्जन आफैलाई गिराउनु हो। दियो निभाउनु भनेको मृत्युलाई स्वीकार गर्नु हो, मृत्युलाई अलिक नजिक ल्याउनु हो। त्यही भएर कर्म गर्दा दियोलाई साक्षी राखेर कर्म गरौँ भन्ने कुराको सन्देश यो जन्मदिनको सन्देशमा हामीले प्राप्त गरेका छौँ। कदम्बको रुख अझै पनि छँदैछ केसी घाटमा। त्यही कदम्बको रुखमा चढेर कृष्ण अब पानीको शुद्धि गर्नका निमित्त त्यो यमुनाका जलभित्र प्रवेश गर्नुभयो। भक्तवत्सल भगवानको प्रवेश गर्नुभयो। प्रवेश गरिसके पछाडि तलतिरपट्टि जाँदा यहाँ त गोल लिन जानु भएको होइन, गोल त एउटा माध्यम मात्रै हो। यहाँ त कथामा मिलाउँदा शैली मिलाएको मात्रै हो, खेल्दै गर्दा कृष्ण भनेर। यहाँ गोलको पुरै छ। विशालु सर्प जसको 101 फणाहरू थिए, ती नागपत्नीहरूले देखेर स्तुति गान गर्न लागे। अघि पछि किन सोची हत्या हिंसा गर्छ, अघि पछि किन सोची हत्या हिंसा गर्छ। मरि जाने जिन्दगी यो आखिर सबैको, मरि जाने जिन्दगी यो आखिर सबैको। यो सृष्टि हो ईश्वरको होइन कसैको, यो सृष्टि हो ईश्वरको। कर्म गर्न हात पाऊ अमृत बोल्न मुख, कर्म गर्न हात पाऊ अमृत बोल्न मुख। मनमा शान्ति छैन भने कहिले हुन्न दुःख, मनमा शान्ति छैन। न हो तिम्रो न मेरो ईश्वर सबैको, न हो तिम्रो न मेरो ईश्वर सबैको। यो सृष्टि हो ईश्वरको होइन कसैको, यो सृष्टि हो ईश्वरको होइन कसैको। न हो तिम्रो न मेरो ईश्वर सबैको, न हो तिम्रो न मेरो ईश्वर सबैको। यो सृष्टि होइन कसैको, सृष्टिकर्ता उनै हुन् ईश्वर सबैको। ईश्वरको होइन
स्टेटमा राख्दा पनि हुन्छ नि ट्रेन माथि नै तलको स्टेटमा राख्दा पनि हुन्छ होइन त्यो भर्दै गर्नु त्यस्तो माथि नै मात्रै अटाउनु पर्छ भन्ने हुँदैन नि बस्नु टुक्रुका बन्दै धोएर ल्याउने भएको हो त्यहाँ छ त समयले त म ल्याइदिन्छु हातमा दुबो रातो पुष्प सक्दैन दुबो यहाँ दुबो टिप्नु काका कति बस्नु तपाईँको बारीको चट्टु बनाएर ढसा बस्नु एकछिन हातमा फुल लिनु पुष्प लिनु सबैले हातमा यहाँ तपाईँले एउटा फल लिनु यहाँ तपाईँले फल खाएको छैन महापुराण पुरुषोत्तमस्य विष्णु राज्ञ प्रवर्तमानस्य सकल जगत सृष्टि कारण ब्रह्मणो द्वितीय परागे श्वेतवराह कल्पे भावस्तुतमन्त्रे अष्टाविंशति कलियुगे तस्य प्रथम चरणे बौद्धावतारे नमोदीपे पूर्वके भारतवर्षे नरकण्डे आर्यावर्तान्तर्गते शान्तर्गते नेपालदेशे गोरख्य राज्ये पश्चिम क्षेत्रे कनका देव्यादि पश्चिम दक्षिण दिग्भागे गए गंगा देव्या पश्चिम दिग्भागे कावरा क्षेत्रादि भागे राम क्षेत्रे परशुराम आश्रमे यह पुण्य क्षेत्रे नेपाल देशे कोशी प्रदेश मेची अंचलांतर्गत झापा मंडले झापा मंडलांतर्गत शिव सदाक्षी एकादश मामाचो उत्तरायण शिशिर ऋतौ माघ मासे फाल्गुन कृष्णे नवम्यांतर्गत दशम्यां महापर्वणितो बुधवासरान्वितायां शुभराज चंद्रमय शुभराशि देवगुरु शुभराशि सवितारि अन्येषु लग्नेषु ग्रहेषु शुभस्थान स्वपन्तितो अद्यः गोत्रः भारद्वाज गोत्रोत्पन्नो हम त्रिप्रवरान्वितो हम आद्यन्दिनी शाखा अंतर्गत शुक्लध्यायिन सकल परिवार बन्धुवर्गादि अखिल कुटुम्ब बन्धुवर्गादि युतो हम सभार्या पद्मा हिन्दवर्गन दिदी नारायण के त्यही हो पद्मा नाम्नी देवी सहित नर बहादुर वर्मणो हम मम भन्नुहोला आत्मन श्रुति स्मृति पुराणोक्त वेदोक्त शास्त्रोक्त कल्पोक्त फल प्राप्त्यार्थम कायिक वाचिक मानसिक सांसारिक ज्ञात अज्ञात समस्त दोष पाप क्षय पूर्वक के दरी बटराई वशिष्ठ गोत्राणाम अस्मन् माता म प्रमाता वृद्ध प्रमाता महानाम सपत्निकानाम वसु रुदायत स्वरूपाणाम समस्त पितॄणाम उत्तम गति वैकुंठ लोक प्राप्ति कामनाय अस्माकं गृहे कारण कथा श्रवणादि कर्मणि तत्पूर्वकम् अद्य षष्ठम दिवस संध्या काल सत्रे विशेषतः क्रियमाण कर्मणि अस्माकं शरीरधन्यपितः विविध दोष शान्त्यर्थम रजस्वलादि दोष शान्त्यर्थम कीट पतंगादि मरणजन दोष शान्ति शान्त्यर्थम सपाद लक्षवर्तिका दीप प्रज्वलन पूजनादि कर्मणि तत्पूर्वकं प्रतिज्ञा संकल्पं च आवां वयं करिष्यामहे इति बेदीमा राख्नु अगाडि बेदीमा माथि सेतो भएको हो त्यहाँ वयं करिष्यामहे इति संकल्प सिद्धिरस्तु खासमा चाहिँ लाखवती त बाल्छौँ हामी तर लाखवती किन बालिन्छ यसले के नाश गर्छ भन्ने थाहा छैन हामीले बुझेको पूजा लाखवती बाल्ने पुऱ्याउला विशेष गरेर यो लाखवती भनेको नारीहरूमा महिना मासिक धर्म रजस्वला त्यो बेलामा चाहिँ प्रधानमा पनि छ भने चाहिँ त्यो दोष शान्तिको लागि विशेष लाखवती बालिन्छ है आत्मशुद्धि शरीर शुद्धिका लागि त्यो पवित्र बनाउँछ भनेर त्यो अझै राम्रो चाहिँ भन्नु लाग्यो चन्दन अक्षता फुलले पूजा गर्नु भौम गन्धा अक्षता पुष्पाणि समर्पयामि दीप नारायणाय नमः
फलफुल नैवेद्यहरू केही आएको छ भने देखादै राखिदिउँ त्यहाँ अङ्गुरहरू आएको छ ओम नाना विधानी फलं नैवेद्यं निवेदयामि कर्म साक्षिण दीपाय नमः नैवेद्यं ताम्बूलं भूमि फलं दर्भ दक्षिण नमोऽस्तनन्ताय सहस्रमूर्तये सहस्रपादाक्षि शिरोरुवाहवे सहस्रनाम्ने पुरुषाय शाश्वते सहस्रकोटियुगधारिणे नमः नमः कमलनाभाय नमस्ते जलसायिने नमस्ते केशवानन्द वासुदेव नमोस्तुते वासनां वासुदेवस्य वासितभुवनत्रयम् सर्वभूतनिवासोऽसि वासुदेव नमोस्तुते कर्म साक्षिणे नमः रक्षोघ्नदीप नारायणाय नमः पूजितोऽसि क्षमस्वाहा दिनमा राखिदिनु यता बेला पास गर्दै जानु आफै पुग्छ त्यो दिनु तपाईँ यहाँ दिनु तपाईँ त्यहाँ दिनु उताबाट पास गर्नु न ल कर्म गजाननं भूतगणादिसेवितं कपितजम्बो फलचारुभक्षणम् उमासुतं शोकविनाशकारकं नमामि विघ्नेश्वरपाद सर्वाङ्गे स्नान्यं समर्पयामि पञ्चताभ्यो नमो नमः आह्वान गर्नुभयो आह्वान गरे पछाडि 5 वटा कुश राख्नुभयो आसन दिनुभयो भगवानलाई अब पञ्चपचारले त्यहाँ पूजा जोडाउनुहुन्छ 5 वटामा पादयो पाद्यं समर्पयामि पञ्चकुण्डकलशवरुणदेवताभ्यो नमस्तयो अर्घ्यं समर्पयामि पञ्चकुण्डकलशवरुणदेवताभ्यो नमः मुखे आचमनस्नानान्ते पाद्यं समर्पयामि हस्तयोर्घ्यं समर्पयामि मुखे आचमनीयं समर्पयामि सर्वाङ्गे स्नान्यं समर्पयामि अयः पञ्चामृतं समर्पयामि पञ्चामृतस्नानान्ते मधुपर्कस्नानं समर्पयामि चत्वार वेदपुरुषाय नमः शुद्धोदकस्नानान्ते चन्दनक्षता पुष्पले पूजा गरिदिनुहुन्छ ओम अग्निवीर्ये पुरोहितं यज्ञस्य देवमत्युजम्म होतारं लक्ष्मीनारायणाय नमः पञ्चभूतात् राइदिनुहुन्छ पादयो पाद्यं समर्पयामि हस्तयो अर्घ्यं समर्पयामि मुखे आचमनीयं समर्पयामि सर्वाङ्गे स्नान्यं समर्पयामि पय पञ्चामृतं समर्पयामि पञ्चामृतस्नानान्ते मधुपर्कं शुद्धोदक स्नानं समर्पयामि अब चन्दनक्षता पुष्पले पूजा गर्नुहुन्छ गन्धाक्षत पुष्पाणि समर्पयामि गन्धाक्षत पुष्पान्ते फलफुल नैवेद्यहरू सबै चढाइदिनुहुन्छ आचमनीयं 3 नम्बरको जल आचमनान्ते दक्षिणा द्रव्य शान्ताकारं भुजगशयनं पद्मनाभं सुरेशं विश्वाधारं गगनसदृशं मेघवर्णं शुभाङ्गं लक्ष्मीकान्तं कमलनयनं योगिभिर्ध्यानगम्यं वन्दे विष्णुं भवभयहरं सर्वलोकैकनाथम् ईशान विष्णुकमलासन कार्तिकेय वह्नित्रयार्गरजनी सगणेश्वराणां त्रोञ्चामरेन्द्रकलशोद्भव काश्यपानाम् आदान् नमामि सततं पितृमुक्तिहेतु ध्यानार्थे पुष्पाणि अगाडि वेदीको छेउमा राखिदिनु तपाईँहरू सबै त्यो अगाडि आफ्नो अगाडि वेदीमा तल भगवान् लक्ष्मीनारायणलाई सम्झेर त्यो चित्तमाथि छुवारो पर गणेश बनाउनु प्रार्थना गर्नु त अब नमस्कार गर्नु है हरि ओम मंगलम भगवान विष्णु मंगलम गरुड़ध्वज मंगलम पूर्वजासि गर्भधर्म मंगलम वन्दे नमः श्रीमन् महागणाधिपतये नमः लक्ष्मी नारायणाभ्यां नमः उमामहेश्वराभ्यां नमः वाणी हिरण्यगर्भाभ्यां नमः शशि पुरन्दराभ्यां नमः माता पितॄणां कमलेभ्यो नमः इष्टदेवताभ्यो नमः कुलदेवताभ्यो नमः ग्रामदेवताभ्यो नमः वास्तु देवताभ्यो नमः स्थान देवताभ्यो नमः सर्वेभ्यो देवेभ्यो नमः सर्वाभ्यो देवीभ्यो नमः सर्वाभ्यो शक्तिभ्यो नमः सर्वेभ्यो ब्राह्मणेभ्यो नमः मंगलमूर्तये नमः गजाननं दक्षिणां समर्पयामि ओम चत्वार वेदपुरुषाय नमः पाति छन्मनि एकपल्ट सूर्योदयत स्रोत्राद्वायुः प्राणस्य मुखादगिरजायतः प्राणेन्द्रियाणि यगच्छय सुखं चिरं तिष्ठतु स्वाहा एकं देव सवितर्जन्यं प्राहुर्बृहस्पतये ब्रह्मणे तेन नय्य गरुडहंसाय नमः वृषभाय नमः त्रय्यागच्छय तिष्ठः आवाहनं समतो लक्ष्मीनारायण भगवानको स्वरूप हो त्यो भनेको यागच्छय तिष्ठः वस्मिरेव यावत् पूजां करोमि तावत् त्वं सुस्थिरो सुप्रसन्न सुवरदो विष्णु ओम विष्णु आदित्यादि अदेह
पूर्वोच्चारित संकल्प सिद्धिरस्तु अदेह भारद्वाज गोत्रोत्पन्नोऽहं त्रिप्रवरान्वितोऽहं माध्यन्तिने शाखान्तर्गतोऽहं वेदध्यायिन स्वभार्या सदृष्टव्य कनिष्ठ मध्यम भ्रातादि भ्रात बन्धु आदि स भगिनी आदि पुत्र पुत्र बन्धु पौत्र पौत्रादि सकल परिवार आदि बन्धुवर्ग स्तुति स्मृति पुराण फल प्राप्त एकाइक भातिक मानसिक सांसारिक ज्ञाता ज्ञात समस्त जन्म बाल्य यौवन वार्धक्य अवस्थो पार्जित सकल पाप क्षय पूर्वकम मम वास्माकं समस्त पितॄणां उत्तम लोक प्राप्त्यर्थम महाघोर नरक यातनादि निवारणार्थम वैकुंठ लोक प्राप्ति कामनार्थम विपुलस्य प्राप्ति समंगल सुख समृद्धि आदि संकल्पोक्त फल प्राप्त्यर्थम श्री परमेश्वर प्रीतये तिलतैलाक्तान दीपान सपान लक्ष्य संज्ञकान प्रज्वलितान दीपान श्री विष्णवे विष्णु देवता प्रियता नमः दिव्यैक सेवमा स्वर्दिम अब त्यो कपु छ आइ भन्छ सेवा गर्नु हातको छ बिस्तारै हातको छ सडक ब्रह्म संगोडम सेवायं सुरेश स्वाहा विष्णु राटमसि विष्णु हो नत्रस्थ विष्णु हो शिरसि विष्णु ध्रुवसि वैष्णवसि विष्णु भेतो सरका छैन उतापट्टिका छेउमा त अब हातको सुरु गर्नु ल हरि ओम पूजा गर्नु छ ल तीनटा औँलाले यसरी है, यसरी। यो यसले हुँदैन। गुरुले त्यसरी नै नारायणाय नमः श्री गरुडाय नमः ओम साय नमः विष्णुवाय नमः कालाय नमः श्री पूज्यामि विष्णुवेन्द्राय पूज्यामि पतिनामते नमः प्रभाय नमः दामोदराय नमः हराय नमः रुद्राय नमः शेषाय नमः जगत्तारिणे नमः त्रिरूपाय नमः विष्णुवराय नमः शंकरशरणाय नमः दशामृतं देवे कृपादोर्धोदय कुरुघः बच्चा छोडिदिनु है। अगाडिपट्टि आउनु अनि बिचमा लगाइदिनु माथि राखिदिनु वैष्णवै भो हो स्वाहा राखिदिनु बिचमा 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 मिलाइदिनु हो त्यहाँनिर राखिदिनु अनि यहाँबाट पास गर्दै गर्दै गणेश हट्न मजा राख्न जान्थ्यो हजुर उहाँहरूलाई उठ्दिनु सर्वदेवानां धूपोऽयं प्रतिगृह्यतां धूपमाग्रापयामि प्रत्यक्ष दीपं सन्दर्शयामि आवाहितेभ्यो स्थापितेभ्यो पूजितेभ्यो सम्पूर्ण देवी देवताभ्यो नमो नमः दीपल राख्नु अक्षताको तानु पछाडि ल ती दुनाहरु माथि डर छ अहिले फेरि हरि ओम वेदाहमेतं पुरुषं महान्तमादित्यवर्णं तमसः परजुषाम सर्वज्ञाय नमः चत्वार वेद पुरुष देवताभ्यो नमो अब नि भुइँमा राखौँ त्यो मुनि राख्नु नि भुइँमा ओ तल राख्नु ल अब नि जुन त्यो माथिको त्योमा केमा भिजाएको माथि त्यो तेल चलाउँछ अब त्योमा तेल आउँछ तेल चाहिँ माथिको त्योमा चाँदीको त्योमा तेल हाल्नु तेल भर्नु तेल ल्याएको छैन त्यहाँभित्र तेलको बोतल छ ल्याइदिनु न घर बुढी बाजु भगवती महारानी देवी नमः ओम बुढी बाजु भगवती महारानी देवी नमः स्वाहा अरु के मान्ने गरेछ फुल चढाउनु